back to my new video. आज चाहिँ हामी यो भदौ पूर्णिमाको सङ्घारमा छौँ। भदौ पूर्णिमा भदै मेला अथवा धार्मिक मेला पनि भन्ने गरिन्छ यसलाई र यो परम्परागत चलिआएको र यसमा हामी चाहिँ अहिले फ्लड भन्ने स्थानीय भाषामा फुलहरू ठान्न जाने भनिन्छ। युवतीहरूले आफ्नै तरिकाले फुलहरू ठाँटेर ल्याउँदै हुनुहुन्छ माथिबाट र त्यसमा बेहुला बेहुली भन्ने पनि हुन्छ र म तपाईँलाई त्यो पछि देखाउँछु। पञ्चे बाजाको धुन देख्न सक्छ। यो बेहुली अनि गाँदो दालले बेहुलो भन्ने गरिन्छ। अर्को भाषामा पर्छु भन्ने भनिन्छ भने स्वागत गर्नलाई तल रेडी भइसकेको अवस्था छ, हेर्न सक्नुहुन्छ। ए गाउँको रमाइलो होइन, भदौ पूर्णिमाको एकदमै अब चाहिँ हामी मन्दिरतर्फ लाग्छौँ। पर्छ गरेर हामी चाहिँ अब मन्दिरतर्फ लाग्छौँ। यो धेरै मान्छेहरूको जमात भइरहेको छ। ल ल है गाइजहरू, हामी चाहिँ हिँड्यौँ। ल गाइज अगाडि बढ्ने क्रम जारी छ हाम्रो भाइ। ल है ल भाइले दिनुपर्छ है। ल हात लाउनु हात। ल हात लाउ। यहाँ चाहिँ बेहुली है, बेहुली कहिले हो? बेहुला बेहुला ल है। ल है गाइजहरू, हामी चाहिँ गाउँभित्र प्रवेश गरिसकेका छौँ। है रमाइलो छ हाम्रो प्रेम है। गाइजहरू ल मोबाइल छ। ल है ल ठुलो स्वरले काम त, ल ठुलो स्वरले काम त। आइसकेका छौँ मन्दिर दर्शन। साँझ चाहिँ भदै पूर्णिमाको धार्मिक मेला, धान्यहरूको नाच भन्ने गरिन्छ। धार्मिक मेलाहरू लाग्ने छ। ल है टमाटर माथि जमाउनुहुन्छ। ल ल ल मन्दिर दृश्य यो चाहिँ ठुलो बुझे यार। नाचो कार्यक्रम सुरु भइसकेको छ। ओ यो ल यदि जाने कि नहीं बेनी मित्र अभी कौन है?